मैले यो सुदूरपश्चिमको जिल्लाहरू 9 जिल्ला र त्यो 9 जिल्लाहरूको पर्यटकीय स्थललाई समेटेर त्यो सम्बन्धमा एउटा गीत बनाएको छु र यो गीतमा चाहिँ टोटली प्योर डोटे ल्याङ्ग्वेज मैले युज गरेको छैन किनकि हजुरहरू बुझ्नुहुन्न भने मैले पूर्व नेपाली पनि यसमा राख्नु छ नेपाली प्लस डोटे ल्याङ्ग्वेज दुईटै डोटी राम्रो डोडेलधुरा अछाम राम्रो साथे डोटी राम्रो डोडेलधुरा अछाम राम्रो साथे बजनका सैपाल जानो उडाइलाई जा डाके बैतडी पाटो नमी देउडा गाउला खप्तडामा खेला लाउला बैतडी पाटो नमी देउडा गाउला खप्तडामा खेला लाउला डोडेलधुराको सकरको खिरबाजेको खिरो खाउला हजुरले यो खिरबाजे सुन्नु लाग्दैन यो दुईजना के अरे प्रधानमन्त्रीज्यूले त्यहाँ खिर खान प्रधानमन्त्री प्लस पहिले भूतपूर्व प्रधानमन्त्री केपी शर्मा अनि भूतपूर्व प्रधानमन्त्री केपी शर्मालाई सोद्धाखेरि सोध्नु कस्तो लाग्यो प्रधानमन्त्रीज्यू खिर भन्दाखेरि उहाँले बढिया भन्नुभएको बढिया भनेको एकदमै मिठो हाम्रो डोडे भाषामा बढिया अनि फेरि कन्टिन्यू गर्छु दार्चुलाको अपी हिमाल टल्किदो सेतो दार्चुलाको अपी हिमाल टल्किदो सेतो सुगुलो पटामी बारसिना देखापट्टि मन खुसी हुँदो राम्रो ताले हेर्दा स्वर्ग चाहिँ लाग्दो राम्रो ताले हेर्दा स्वर्ग चाहिँ लाग्दो खप्तडाका फटमी त झन् फर्कनै मन नै लाग्दो डडेलधुरा अमरगढी युद्ध इतिहास देखाउँछ डडेलधुरा अमरगढी युद्ध इतिहास देखाउँछ अमर सिंह थापाको वीरताको नमुना यही किल्लाले झल्काउँछ दार्चुलाको लिपोलेको छिटै हुनु मानसरोवर जानै दार्चुलाको लिपोलेको छिटै हुनु मानसरोवर जानै छिमेकीले रोड बनाइ लग्यो हाम्रो जमिन खानै हामीले फेरि हेरेको हेरे सुदूरको शिरमाथि चम्डेको छ सैपाल सुदूरको शिरमाथि चम्डेको छ सैपाल पर्यटनको विकास अरू यही हो मेरो अपिल सुदूर अब दूर नै झिक्क झिक्क माया सुदूर अब दूर नै झिक्क झिक्क माया तमलाई सुदूरले बोलाइरहेछ तमी हामी सबैलाई कैलालीको घोडाबुढी झिलमेला कञ्चनपुर कैलालीको घोडाबुढी झिलमेला कञ्चनपुर सुदूरको बयान अर्या हस्त सबैलाई नमस्कार